हेलो साथीहरू, यो केतुके हो। यो केतुकेको रुखहरू छन् यहाँ। यो केतुकेको धेरै फाइदाहरू छन्। जस्तै अब यसलाई काटेर लिएर मलको खादभित्र हालेर यो कुहाएर यसको रेसाहरू हुन्छ। यसको रेसाले धेरै डोरीहरू बनाउने काम आउँछ। त्यसपछि अब यसको काठहरू पनि हुन्छ, बलाहरू हुन्छन्, काठहरू हुन्छन् यसको। त्यसपछि यसको रस निकालेर माछालाई हाल्ने पनि काम आउँछ। दुवाली बुझ्यो भने माछालाई इरो हाले जस्तै गरेर माछालाई हाल्ने काम आउँछ। माछालाई पनि हाल्छ र अरू के काममा आउँछ, अरू के काममा उपयोगी हुन्छ त साथीहरू भनिदिनु हो। जस्तै धेरै जस्तो यो भिरालो जमिनमा हुन्छ, भिर पाखा पखेराहरूमा धेरै जस्तो हुन्छ। यो माथिसम्म छ। यो बीजबाट धेरै वर्ष भइसकेपछि यसको एउटा रुख पनि उम्रिन्छ। जब यसको रुख उम्रियो भने यसको अन्तिम समय हुन्छ, त्यतिन्जेलसम्म यो कुहिँदैन। रुख उम्रियो भने, रुख माथि गएर फुल्यो भने अनि त्यहाँबाट यो कुहिएर यसको एउटा पुस्ता खतम हुन्छ। जस्तै यो रुख छ, यो चाहिँ काटेको छ, यसको यो रुख हो। यो केतुकेको रुख हो। यो एउटा यिनी सुकेको केतुकेहरू लिएर त्यो घट्टमा कुचो बनाउने पनि काम आउँछ। सुकेको केतुकेको पात लिएर अनि घट्टतिर पिठो झार्नको लागि काठमा बाँधेर अनि यसको कुचो पनि बनाएको देखिन्छ कतै कहीँ। अरू एउटा कुरा पनि छ, योहरू काटेर लगेर योहरू सबै यो पानी ट्रान्सफर गर्नलाई पनि काम आउँछ। पानीको कुलो जस्तै बनाएर पानी एक ठाउँबाट अर्को ठाउँमा लिनलाई त्यो पनि काम आउँछ। यसको रुख सानो सानो बोटहरू पनि छ। यो सानो सानो बोट, यो सानो बोट छ। सानो सानो बिरुवाहरू छ। यो यसको बिरुवा छ सानो। यो भने यो बिरुवा हो भने सबभन्दा ठुलो यो हो। यो काटेर यसको रुख उम्रेको थियो नि, कुन चाहिँले काटिदिएछ। यो रुख भयो भने यसको अन्तिम समय हो।
अन्तिम समयमा यो रुख भयो भने अनि त्यसपछि फुल्छ अनि फुलिसकेपछि यो अन्तिम हुन्छ त्यसपछि सुकेर जान्छ धेरै धेरै छ यहाँ कसैलाई केतुके चाहियो भने सम्पर्क गर्नुहोला साथीहरू कति धेरै छ यहाँ यो यति धेरै धेरै केतुके छ यहाँ यो पनि केतुके हो यो पुरै